बाटो क्रस गरौँ ए टुर गाइडहरू रहेछ नि तिनीहरूको त त्यही भएर बुढा खतरनाक जाडो भएको छ मान्छेहरू कति धेरै छ सबै फेरि स्पेनिसहरू छ टुरिस्टहरू ए मेरो साथी रहेछ नि त मिनी जस्तै होला ए वहाँ पुग्नु पर्ने होला नि त बुढा हामी त फोटो खिच्न त यो चाहिँ हिँड्ने बाटो है हाम्रो नेपालमा नि यसै बनाउनु पर्यो हामी कति लक्की हेर त हेर्दा मयूर पनि रहेछ चारवटा अनि दुईवटा भाले त्यो दुईवटा पछाडि पोथीहरू नराम्रो हुन्छ कि कस्तो निलो छ हेर्नु त भिडियोमा त निकै देखा पर्यो म नठाउँ नि फेरि मलाई पोथी सम्झेर ठाउँमा है कस्तो राम्रो यहाँबाट चाहिँ हामी बिस्तारै हिँडेर तलतिर जान्छौँ यो भ्यू चाहिँ हो कि यस्तो राम्रो तर कसम मेरो आँखाले देखेको जस्तो राम्रो क्यामेराले किन देखाउन सक्दैन है खतरा दामी छ भ्यू चाहिँ खतरा 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 मेरो एउटा भोकले प्ले पऱ्यो ह आज कति बज्यो अहिले 5 बज्न लागिसक्यो होला हामीले आज चाहिँ केही नखाइकन हिँडेको बिहानबाट हिँड्यो आज हामी म भोक पनि लागेन नयाँ ठाउँ हेर्ने भयो भनेपछि इन्द्रा छ सुत्दा पनि सुतेर राति राम्रोसँग बिहानै हिँडेर आएको हामी आज अनि हिँडेर आएको त हो त नि हामी आज कति हिँड्यो तपाईँलाई थाहा होइन हिँड्यो नि हामी आज धेरै हिँडेछ नि आज 2 ठाउँ घुम्यो न निन्द्रा पुराले भएर नि हामीलाई निन्द्रा लाग्यो न खाना नखाएर हाम्रो भोक पनि लागेको थियो आज चाहिँ आज हामी एकदम खुसीले होला सब चिज हरायो आज हाम्रो सिर्फ ब्याट्री पनि हरायो ल हामी चाहिँ अब यहाँ हेलमेट लगाएर यस्तो भएँ सबै कन्स्ट्रक्सन वर्कर भएँ यहाँ चाहिँ फेरि बाटो बनाउँदैछ होइन जुन चाहिँ त्यो अघिवाला थियो भोलिपर्सि चाहिँ यहाँबाट जान मिल्छ तर होइन कहिले बाटो एकदम ठाउँ एकदम राम्रो मलाई चाहिँ एकदम खुसी लाग्यो ठाउँमा आएर ल हामी त्यहाँबाट हिँडेर फर्किन्छ मलाई बुढा उयो तिनीहरू त घरहरू के हो त्यो सानो सानोहरू पिलरहरू त्यही भने कि यो नर्मल ठुलो लाने बाटो भएपछि नि त अनि त्यही भएर नहरहरू सानो सानो हुँदै होइन थाहा छैन यो चाहिँ के हो अब हामी एउटा हिँड्दै जान्छौँ जे होस् ठाउँ 5 युरो तिरेर पनि एकदम वर्थ इट लाग्यो मलाई चाहिँ होइन जान बाँकी नै 2.5 रुपियाँ सक्यो 2.5 युरो सक्यो माथि चाहिँ ढाडा यस्तो छ है हामीलाई चाहिँ हेलमेट लाउन देखायो किनभने माथिबाट ढुङ्गा खसेर टाउकोमा लगाएर हामी सही हुन चाहन्नौँ रन्दाको भित्तामा हाम्रो फोटो चिप्केको हेर्न चाहन्नौँ हामी मेरो बुढा चाहिँ आज क्यामेरा बोक्न मात्र आएको हो
मेरो मोबाइलको ब्याट्री पनि भ्याइयो अब अलिकति उता गएर म भ्यू देखाउँछु म यस्तोमा त कसरी फोटो खिच्नु हो को त्यो झर्ना भ्यू चाहिँ यस्तो राम्रो लाग्यो मलाई यस्तो राम्रो लाग्यो होइन मलाई एकदम मन पर्यो जे होस् मेरो चाहिँ आउने एकदम ठुलो रहर थियो नि त पहिल्यैबाट फर्स्ट आउँदाखेरि चाहिँ खुसी लाग्यो जे होस् म क्यामराम्यान त्यस्तो भएर बस्नु भएको तर मेरो भिडियो चाहिँ खिचिदिनुहुन्न जाने बेला त जस्तो जस्तो गयो फर्केर आउँदाखेरि चाहिँ साह्रै गाह्रो यो उकालोमा है म चाहिँ थाकेर मर्न लागेछु कि होइन अब जाँदैछु हेर कहिले भयो सास फुल्न लागिसक्यो अब चाहिँ यहाँबाट उकालो त उकालै छ हामीलाई चाहिँ त्यहाँको मान्छेले चाहिँ भन्यो हस्यो नेपाली देख्यो भने म त थक्गयो भइसक्यो म चाहिँ सही थाकिसकेँ होइन होइन खुट्यो बाटो चाहिँ कसम हेर्नु न आलमन कुरुकोहरू टन्नै सालमा टन्नै फलेको छ भनेर भनौँ भने के भनौँ फलेर झरेर बाँकी रहेको छ कुनै कुनै छिटो होइन फोटोग्राफी दाइ